कहिले यस्तो भएको छ कि कुनै अपरिचित मान्छेलाई पहिलो पटक देख्दा नै मनले उसलाई वर्षौंदेखि चिनेको जस्तो महसुस गरेको होस्। मेरो जीवनमा पनि त्यस्तै एउटा दिन आएको थियो। एउटा सामान्य बिहान, एउटा सामान्य बस यात्रा। तर त्यही यात्रामा मैले एउटी युवतीलाई देखेँ जसको मुस्कानले मेरो जीवन नै बदलिदियो। त्यो भेटले प्रेमको सुरुवात गरायो। हामी सँगै हाँस्यौं, सपना देख्यौं, भविष्यको योजना बनायौं। तर एउटा यस्तो रहस्य थियो जुन न उसले मलाई भन्न सकी न मैले समयमै बुझ्न सके। जब त्यो सत्य मेरो अगाडि आयो, मसँग दुईवटा मात्र बाटो थिए, उसलाई सधैँका लागि गुमाउने वा संसारसँग लडेर उसको हात कहिल्यै नछोड्ने। के हाम्रो प्रेमले सबै परीक्षा पार गर्न सक्ला? कि हाम्रो कथा अधुरै समाप्त हुनेछ? यो कथा हो दुई मुटुहरूको जसले प्रेम मात्र गरेनन्, प्रेमलाई अन्तिम साससम्म निभाउने कसम पनि खाए। अन्तिमसम्म सुन्नुहोस्, किनकि यो कथा तपाईको मुटुलाई मुस्कुराउन पनि बाध्य बनाउनेछ र केही क्षणका लागि आँखा पनि रसाउनेछ। काठमाडौँको चिसो बिहान थियो। हल्का कुहिरोले सडक ढाकेको थियो। मानिसहरू आफ्नो काममा हतारिरहेका थिए, तर आरवको मन भने आज पनि खाली खाली थियो। इन्जिनियरिङ सकेर एउटा कम्पनीमा काम पाए पनि जीवनमा केही न केही अधुरो जस्तो लाग्थ्यो। त्यो बिहान ऊ अफिस जान बस स्टपमा उभिएको थियो। केही क्षणपछि बस आयो। बसभित्र निकै भिड थियो। धेरै प्रयासपछि उसले च्यालतिर एउटा सिट भेट्टायो। अर्को स्टपमा बस रोकियो। ढोका खुल्ने बित्तिकै एउटी युवती भित्र चढिन्। हल्का नीलो कुर्ता, कालो लामो कपाल र अनुहारमा शान्त मुस्कान। उनले वरिपरि सिट खोजिन् तर कतै खाली थिएन। आरव तुरुन्त उठ्यो। तपाईँ बस्नुहोस्, युवतीले मुस्कुराउँदै भनिन्। धन्यवाद। त्यो एउटा सामान्य शब्द थियो, तर आरवको मनमा त्यो आवाज धेरै बेरसम्म गुन्जिरह्यो। बसको झ्याल बाहिर पानीका थोपा बगिरहेका थिए। केही बेरपछि अचानक बसले ब्रेक लगायो। युवती सन्तुलन गुमाउँदै अगाडि लड्न लागिन्। आरवले सहजै उनको हात समातेर सम्हालिदियो। सरी, उनले लजाउँदै भनिन्। ठिकै छ। दुवै केही क्षण चुपचाप रहे। केही समयपछि उनले आफै कुरा सुरु गरिन्। मेरो नाम आशा हो। म आरव। त्यसपछि बाटोभरि सामान्य कुराकानी हुन थाल्यो। मनपर्ने गीत, कफी, किताब र काठमाडौँका शान्त ठाउँहरूको बारेमा। आरवलाई समय कति छिटो बित्यो भन्ने नै थाहा भएन। अन्तिम स्टप आयो। दुवै सँगै ओर्लिए। संयोगले उनीहरूको अफिस एउटै सडकमा रहेछ। फेरि भेट होला जस्तो छ, आशाले मुस्कुराउँदै भनिन्। आरवले पनि मुस्कुराएर उत्तर दियो। सायद यही बाटोले फेरि भेटाइहाल्छ। त्यो दिनदेखि हरेक बिहान आरव समयभन्दा अलि चाँडै बस स्टप पुग्न थाल्यो। उनी बस चढ्थे, केही बेर कुरा गर्थे अनि आफ्नो अफिसतिर लाग्थे। दिनहरू बित्दै गए। सामान्य चिनजान बिस्तारै गहिरो मित्रतामा बदलिन थाल्यो। तर आरवलाई थाहा थिएन, आशाले आफ्नो जीवनको एउटा यस्तो सत्य लुकाएकी थिइन् जुन सत्य बाहिर आएपछि उनीहरूको सम्बन्ध सधैँका लागि बदलिन सक्थ्यो। अर्को केही हप्तामा आरव र आशाको भेट दैनिक जस्तै हुन थाल्यो। बिहान एउटै बस, बेलुका कहिलेकाहीँ एउटै कफी पसल। उनीहरूका कुराहरू पनि बढ्दै गए। कामको तनावदेखि बाल्यकालका सम्झनासम्म, सपनादेखि भविष्यका योजनासम्म सबै कुरा एक अर्कासँग बाँड्न थाले। एक साँझ अफिस सकिएपछि आशाले भनिन्, आज अलि समय छ, नजिकैको बगैँचामा हिँड्न जाउँ। आरव तुरुन्तै राजी भयो। साँझको सुनौलो घाम बिस्तारै अस्ताउँदै थियो। बगैँचाभरि फूलको सुगन्ध फैलिएको थियो। दुवै बिस्तारै हिँडिरहेका थिए। तिमीलाई थाहा छ, आशाले मुस्कुराउँदै भनिन्, मलाई धेरै मानिसहरू मन पर्दैनन्, तर तिमीसँग कुरा गर्दा भने मन हल्का हुन्छ। आरव केही क्षण मौन रह्यो। उसले यस्तो कुरा सुन्ने अपेक्षा गरेको थिएन। मलाई पनि। तिमीसँग हुँदा समय धेरै छिटो बित्छ, उसले बिस्तारै भन्यो। दुवै एक अर्कातिर हेरेर मुस्कुराए।
त्यो मुस्कानमा कुनै बाचा थिएन तर विश्वास थियो। त्यसपछि उनीहरूले सडक किनारको एउटा सानो क्याफेमा कफी पिए। हाँसो, ठट्टा र हल्का कुराकानीले साँझ अझ सुन्दर बनाइदियो। घर फर्किने बेला हल्का पानी पर्न थाल्यो। आरवले आफ्नो छाता खोल्यो। दुवै एउटै छातामुनि हिँड्न थाले। हावाले आशाको कपाल हल्का उडाइरहेको थियो। उनले कपाल मिलाउँदै मुस्कुराइन्। यस्ता साना क्षणहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झना बन्छन् है, उनले भनिन्। आरवले टाउको हल्लायो। सायद। र केही सम्झनाहरू कहिल्यै बिर्सन सकिँदैन। आशाको अनुहार हल्का रातो भयो। उनले केही भनिनन् तर उनको मुस्कानले धेरै कुरा भनिसकेको थियो। तर त्यही रात आशाको मोबाइलमा एउटा फोन आयो। स्क्रिनमा एउटा नाम देखियो, बुबा। फोन उठाउने बित्तिकै उताबाट कडा स्वर आयो। आशा, अब धेरै समय बाँकी छैन। अर्को हप्ता तिम्रो बिहेको कुरा पक्का गर्न उनीहरू घर आउँदैछन्। त्यो सुन्नासाथ आशाको अनुहार फिक्का भयो। उनले बिस्तारै झ्यालतिर हेरिन्। उनको मनमा एउटै प्रश्न घुमिरह्यो, के उनले आफ्नो मनको कुरा आरवलाई भन्न सक्ने छिन्? वा उनको प्रेम सुरुवात हुनु अघि नै समाप्त हुनेछ? त्यो रात आशाले धेरै पटक आरवको नम्बर खोलिन्। फोन गर्न खोजिन्, फेरि बन्द गरिन्। मनमा हजारौं कुरा थिए तर शब्दहरू भेटिरहेका थिएनन्। अर्को बिहान बस स्टपमा आरव सधैँझै मुस्कुराउँदै उनको प्रतीक्षा गरिरहेको थियो। तर आज आशाको अनुहारमा पहिलेको उज्यालो थिएन। सबै ठिक छ? आरवले चिन्तित हुँदै सोध्यो। आशाले जबरजस्ती मुस्कुराउँदै भनिन्, हो, बस अलिकति थकाइ लागेको हो। आरवले उनको आँखामा हेरेर बुझ्यो उनी केही लुकाइरहेकी थिइन्। दिनभरि उसैको बारेमा सोच्दै आरवले बेलुका एउटा सन्देश पठायो। आज साँझ पुरानो झिलको किनारमा भेट्न सक्छौ? तिमीसँग एउटा महत्त्वपूर्ण कुरा भन्नु छ। केही मिनेटपछि जवाफ आयो, म आउँछु। सूर्य अस्ताउन लागिसकेको थियो। झिलको पानीमा सुनौलो किरणहरू टल्किरहेका थिए। चिसो हावा बिस्तारै चलिरहेको थियो। आशा आइन्। उनी शान्त थिइन् तर मनभित्र ठूलो आँधी चलिरहेको थियो। आरव केही क्षण मौन बस्यो। त्यसपछि गहिरो सास फेर्दै भन्यो, आशा, तिमीलाई भेट्नु अघि मेरो जीवनमा सबै कुरा थियो तर खुसी थिएन। तिमी आएपछि साधारण दिनहरू पनि विशेष लाग्न थाले। उसले हल्का मुस्कुराउँदै थप्यो, मलाई थाहा छैन भविष्यमा के हुन्छ, तर एउटा कुरा पक्का छ, म तिमीसँग बिताएको प्रत्येक क्षणलाई धेरै मूल्यवान मान्छु। आशाको आँखा रसाउन थाले। आरव, उनले बिस्तारै भनिन्, म पनि तिमीलाई धेरै मन पराउँछु। त्यो सुन्नासाथ आरवको अनुहार उज्यालियो। दुवै केही क्षण एक अर्कालाई हेरेर मुस्कुराइरहे। केही बेला आशाको मुस्कान फेरि हरायो। तर उनले रोकिँदै भनिन्, के भयो? आरवले सोध्यो। आशाले काँपिरहेको स्वरमा भनिन्, घरमा मेरो बिहेको कुरा चलिरहेको छ। अर्को हप्ता केटा पक्ष आउँदैछ। मैले अहिलेसम्म कसैलाई आफ्नो मनको कुरा भन्न सकेकी छैन। आरव केही क्षण निशब्द भयो। उसलाई यस्तो खबरको कल्पना पनि थिएन। तर केही सेकेन्डपछि उसले दृढ स्वरमा भन्यो, यदि हाम्रो प्रेम साँचो छ भने म हार मान्नेवाला छैन। म तिम्रो परिवारसँग कुरा गर्नेछु। आशाले आश्चर्यले उनलाई हेरिन्। उनको आँखामा पहिलो पटक फेरि आशाको चमक फर्किएको थियो। तर उनीहरूलाई थाहा थिएन, उनीहरूको प्रेमको सबैभन्दा ठूलो परीक्षा अझै सुरु नै भएको थिएन। भोलिपल्ट बिहानदेखि नै आरवको मन अशान्त थियो। रातभर उसले एउटा मात्र निर्णय गरेको थियो, अब डराएर पछि हट्ने होइन। उसले आशालाई सन्देश पठायो, आज साँझ तिमीसँग एउटा ठाउँमा जानुपर्छ। विश्वास छ? केही क्षणपछि उत्तर आयो, तिमी माथि छ, म आउँछु। साँझ उनीहरू काठमाडौँको एउटा शान्त मन्दिरमा पुगे। मन्दिरको आँगनमा हल्का घन्टीको आवाज गुन्जिरहेको थियो। वरिपरि बलेका दियाहरूले वातावरण अझ सुन्दर बनाएका थिए। आशाले मुस्कुराउँदै सोधिन्, यहाँ किन ल्यायौ? आरवले केही क्षण उनलाई हेरिरह्यो।
किनकि यहाँ आएपछि मनलाई शान्ति मिल्छ। अनि आज म एउटा वाचा गर्न चाहन्छु। उसले बिस्तारै आफ्नो हात अगाडि बढायो। जीवनमा जति कठिन समय आए पनि यदि तिमी साथ छौ भने म कहिल्यै हार मान्ने छैन। आशाको आँखामा आँसु टल्कियो। उनले पनि आफ्नो हात आरवको हातमाथि राखिन्। म पनि सजिलै हार मान्ने छैन। त्यो क्षण दुवैको मनमा नयाँ आशा पलायो। तर त्यही रात आशा घर पुगेपछि बैठक कोठामा सबैजना बसेका थिए। उनका बुबाले गम्भीर स्वरमा भने, आशा आइतबार केटा पक्ष घर आउँदैछ। सबै तयारी गर। आशाको मुटु जोडले धड्किन थाल्यो। उनले साहस जुटाउँदै भनिन्, बुबा, मसँग एउटा कुरा छ। के कुरा? म कसैलाई मन पराउँछु। घरभरि एकाएक सन्नाटा छायो। उनका बुबाको अनुहार कडा बन्यो। के भन्यौ? म आरवलाई माया गर्छु। त्यो सुन्नासाथ उनका बुबाले रिसाउँदै भने, यो विवाह हामीले धेरै अघि नै तय गरेका छौं। हाम्रो निर्णय बदलिँदैन। आशाको आँखाबाट आँसु बग्न थाल्यो। उनी आफ्नो कोठामा गएर ढोका बन्द गरिन्। त्यही बेला उनले आरवलाई एउटा सन्देश पठाइन्। अब सबै कुरा धेरै गाह्रो हुँदैछ। सन्देश पढ्ने बित्तिकै आरवले 1 सेकेन्ड पनि ढिला गरेन। उसले तुरुन्तै जवाफ पठायो, जति ठुलो बाधा आए पनि म तिम्रो साथ छोड्ने छैन। भोलि म तिम्रो घर आउँछु। तर आरवलाई थाहा थिएन, आशाको घरमा उसको प्रतीक्षा केवल प्रश्नहरूले होइन, एउटा यस्तो निर्णयले गरिरहेको थियो जसले उनीहरूको प्रेमलाई टुक्र्याउने प्रयास गर्ने थियो। अर्को बिहान आरवले ऐनामा आफूलाई हेर्यो। उसको मनमा डर थियो, तर त्यो डरभन्दा ठूलो थियो आशालाई गुमाउने डर। उसले एउटा सानो फूलको गुच्छा किन्यो र आशाको घरतिर लाग्यो। घरको ढोकामा पुगेपछि उसले गहिरो सास फेर्यो र घन्टी बजायो। ढोका आशाकी आमाले खोल्नुभयो। को चाहियो? म, आरव। आशासँग र उहाँका बुबासँग केही महत्त्वपूर्ण कुरा गर्न आएको हुँ। केही क्षणपछि आशाका बुबा बैठक कोठामा आउनुभयो। उहाँको अनुहार गम्भीर थियो। भन्नुहोस्, किन आउनुभएको? आरवले सम्मानपूर्वक हात जोड्यो। म आशालाई मन पराउँछु। म उहाँको सम्मान गर्छु र भविष्यमा पनि सधैँ खुसी राख्ने प्रयास गर्नेछु। त्यसैले तपाईहरूसँग अनुमति माग्न आएको हुँ। कोठामा केही क्षण सन्नाटा छायो। आशाका बुबाले शान्त तर कडा स्वरमा भन्नुभयो, प्रेमले मात्र जीवन चल्दैन, जिम्मेवारी पनि चाहिन्छ। आरवले टाउको हल्लायो। मलाई थाहा छ। त्यसैले म बाचा होइन, कर्मले विश्वास जित्न चाहन्छु। उहाँले अर्को प्रश्न गर्नुभयो, 5 वर्षपछि आफूलाई कहाँ देख्नुहुन्छ? आरवले ढुक्क भएर उत्तर दियो, आफ्नो मेहनतले अझ राम्रो स्थानमा। र यदि तपाईहरूको आशीर्वाद मिल्यो भने आशासँग एउटा सम्मानपूर्ण परिवार बनाएको अवस्थामा। आशा टाढाबाट सबै कुरा सुनिरहेकी थिइन्। उनको मनमा पहिलो पटक आशाको किरण पलायो। तर आशाका बुबाले अन्तिम निर्णय भने दिनु भएन। उहाँले केवल यति मात्र भन्नुभयो, मलाई समय चाहिन्छ। घरबाट निस्किएपछि आरव र आशा नजिकैको पार्कमा भेटिए। आशाले भावुक हुँदै भनिन्, आज तिमीले मेरो लागि धेरै ठूलो साहस देखायौ। आरव मुस्कुरायो। साँचो प्रेममा डर हुन्छ, तर त्यो डरभन्दा ठूलो विश्वास पनि हुन्छ। त्यसै बेला आरवको मोबाइल बज्यो। कम्पनीबाट फोन आएको थियो। उसले फोन उठायो। उताबाट आवाज आयो, बधाई छ आरव, तपाईलाई कम्पनीको नयाँ प्रोजेक्टको नेतृत्व दिइएको छ। तर त्यसका लागि 6 महिनाको प्रशिक्षणमा पोखरा जानुपर्छ। फोन काटिएपछि आरव केही क्षण मौन रह्यो। आशाले चिन्तित हुँदै सोधिन्, के भयो? आरवले बिस्तारै भन्यो, यदि म गएँ भने हामी 6 महिनासम्म टाढा हुनेछौँ। आशाले मुस्कुराउने प्रयास गरिन्। यदि प्रेम साँचो छ भने दूरीले होइन, विश्वासले सम्बन्ध टिकाउँछ। दुवैले एक अर्काको हात समाते। तर उनीहरूलाई थाहा थिएन, यो दूरीले उनीहरूको प्रेमलाई अझ बलियो बनाउने थियो वा सधैँका लागि अलग गर्ने थियो। पोखरा जाने दिन बिहानै आइपुग्यो।
बस पार्कमा हल्का चिसो हावा चलिरहेको थियो। यात्रुहरूको भिड थियो, तर आरव र आशाको संसार भने त्यो भिडभन्दा धेरै अलग थियो। आशाले एउटा सानो डायरी आरवको हातमा राखिन्। यो के हो? आरवले सोध्यो। आशा मुस्कुराइन्। जब मलाई धेरै सम्झिन्छौ, यसको एउटा पाना पढ्नु। मैले प्रत्येक पानामा तिम्रो लागि केही लेखेकी छु। आरवको अनुहारमा हल्का मुस्कान आयो। उसले आफ्नो झोलाबाट एउटा सानो चाँदीको पेन्डेन्ट निकाल्यो। यो सधैँ आफूसँग राख्नु, जबसम्म यो तिम्रो साथमा छ, सम्झनु। मेरो विश्वास पनि तिमीसँगै छ। आशाको आँखामा आँसु भरियो। 6 महिना धेरै लामो समय हो, आरवले बिस्तारै भन्यो। समय लामो हुन सक्छ, तर हाम्रो प्रेम कमजोर हुने छैन। बसको हर्न बज्यो। आरव बसमा चढ्यो। झ्यालबाट उसले अन्तिम पटक आशातिर हेर्यो। आशाले मुस्कुराउने प्रयास गरिरहेकी थिइन्, तर आँसु लुकाउन सकिरहेकी थिइनन्। बस बिस्तारै अगाडि बढ्यो। आरवको नजर अन्तिमसम्म आशामै अड्किरह्यो। पोखरामा नयाँ जीवन सुरु भयो। दिनभरि प्रशिक्षण, नयाँ जिम्मेवारी र कामको चाप। तर हरेक रात आरव डायरीको एउटा पाना खोल्थ्यो। पहिलो पानामा लेखिएको थियो, यदि आजको दिन गाह्रो भयो भने सम्झनु, कतै टाढा एउटी मान्छे तिम्रो सफलताको लागि प्रार्थना गरिरहेकी छ। आरवको अनुहारमा मुस्कान फैलियो। उता काठमाडौँमा आशा पनि हरेक रात आरवले दिएको पेन्डेन्ट समाएर झ्यालतिर हेर्थिन्। उनीहरू हरेक दिन भिडियो कल गर्थे। एक अर्काको अनुहार देख्ने बित्तिकै दिनभरको थकान हराइदिन्थ्यो। तर एक दिन आरवले धेरै पटक फोन गर्यो। फोन उठेन। उसले फेरि गर्यो। फेरि पनि उठेन। रातभर कुनै सन्देश आएन। भोलिपल्ट बिहान एउटा सानो मेसेज आयो। म केही दिन सम्पर्कमा रहन सक्दिन। चिन्ता नगर। त्यो सन्देश पढेपछि आरवको मन झन बेचैन भयो। आशाले यस्तो कहिल्यै गरेकी थिइनन्। उता आशाको घरमा भने फेरि विवाहको दबाब बढ्न थालेको थियो। उनका बुबाले स्पष्ट रूपमा भन्नुभयो, अब धेरै ढिलो भइसक्यो। यो सम्बन्ध हामीले स्वीकार गर्न सक्दैनौँ। आशाले मनमनै एउटा निर्णय गरिन्। अब उनी आफ्नो प्रेम बचाउन अन्तिम प्रयास गर्नेछिन्। तर त्यो प्रयासले उनीहरूको जीवनलाई सोच्नै नसकिएको मोडमा पुर्याउने थियो। काठमाडौँमा लगातार 3 दिन पानी परिरहेको थियो। झ्यालमा परेका वर्षाका थोपाहरू हेर्दै आशा गहिरो सोचमा डुबिरहेकी थिइन्। मनमा एउटै प्रश्न थियो, के प्रेम बचाउन आफूले परिवारसँग लड्नु ठिक हो? त्यही बेला उनकी आमाले कोठाको ढोका ढकढकाउनु भयो। आशा, तिम्रो बुबाले बोलाउनु भएको छ। आशा बिस्तारै बैठक कोठामा पुगिन्। उनका बुबा शान्त देखिनुहुन्थ्यो, तर अनुहारमा गम्भीरता स्पष्ट थियो। आशा, उहाँले भन्नुभयो, हामी तिम्रो खराब चाहदैनौँ, तर जीवन केवल भावनाले चल्दैन। आशाले पहिलो पटक दृढ स्वरमा उत्तर दिइन्, मलाई थाहा छ बुबा, तर जीवनभर साथ दिने मान्छे मैले रोज्न पाउनुपर्छ। कोठाभरि सन्नाटा छायो। केही क्षणपछि उनका बुबाले गहिरो सास फेर्दै भन्नुभयो, यदि त्यो केटा साँच्चै जिम्मेवार छ भने उसले आफूलाई प्रमाणित गरोस्, त्यसपछि फेरि कुरा गरौँला। आशाको मनमा सानो आशा पलायो। उता पोखरामा आरव प्रशिक्षणको अन्तिम चरणमा थियो। त्यही बेला आशाको फोन आयो। आरव। धेरै दिनपछि उनको आवाज सुनेर आरवको अनुहार उज्यालियो। आशा, तिमी ठिक छौ? ठिक छु, तर हामीसँग धेरै समय छैन। आशाले सबै कुरा विस्तारमा सुनाइन्। आरव केही क्षण चुप लाग्यो। त्यसपछि आत्मविश्वासका साथ भन्यो, म यो प्रशिक्षण उत्कृष्ट नतिजा सहित पूरा गर्छु। त्यसपछि सबैभन्दा पहिले तिम्रो घर आउँछु। म शब्दले होइन, आफ्नो मेहनतले विश्वास जित्नेछु। आशाको आँखामा फेरि आशा भरियो। म तिम्रो प्रतीक्षा गर्नेछु। 2 महिना बित्यो। आरवले प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्यो। कम्पनीले उनलाई बढुवा पनि दियो। उनी काठमाडौँ फर्किने दिन आइपुग्यो। बसबाट ओर्लिने बित्तिकै उनले सिधै आशालाई भेट्न फोन गरे। तर
फोन स्विच अफ थियो। उनले फेरि फोन गरे, अझै पनि बन्द। मनमा अनौठो डर पलाउन थाल्यो। त्यही बेला उनको मोबाइलमा एउटा अपरिचित नम्बरबाट सन्देश आयो। यदि आशालाई साँच्चै माया गर्छौ भने आज साँझ 5 बजे पुरानो झिलको किनारमा एक्लै आऊ। सन्देश पढ्ने बित्तिकै आरवको मुटुको धड्कन तीव्र भयो। त्यो सन्देश कसले पठाएको थियो र आशा अहिले कहाँ थिइन्? आरवको हात हल्का काँपिरहेको थियो। मोबाइलको स्क्रिनमा आएको त्यो सन्देश उसले बारम्बार पढ्यो। यदि आशालाई साँच्चै माया गर्छौ भने आज साँझ 5 बजे पुरानो झिलको किनारमा एक्लै आऊ। उसको मनमा अनेकौं प्रश्न उठे। यो सन्देश कसले पठायो? आशा सुरक्षित त छिन्? घडीले 5 बज्न अझै 2 घण्टा बाँकी थियो, तर आरवलाई प्रत्येक मिनेट 1 घण्टा जस्तै लागिरहेको थियो। साँझ 5 बज्न केही मिनेट बाँकी हुँदा ऊ पुरानो झिलको किनारमा पुग्यो। वरिपरि असाध्यै शान्त वातावरण थियो। हल्का हावा चलिरहेको थियो र झिलको पानीमा अस्ताउँदै गरेको सूर्यको प्रतिबिम्ब टल्किरहेको थियो। आरवले वरिपरि नजर दौडायो। अचानक टाढाबाट एकजना वृद्ध व्यक्ति बिस्तारै उनको नजिक आउनुभयो। तिमी नै आरव हो? तर तपाईको? वृद्धले हल्का मुस्कुराउँदै एउटा खाम उनको हातमा राखिदिनुभयो। यो आशाले तिम्रो लागि छोडेकी हुन्। यति भनेर उहाँ बिस्तारै फर्कनुभयो। आरवले हतारिँदै खाम खोले। भित्र एउटा पत्र थियो। पत्रमा लेखिएको थियो, आरव, यदि यो पत्र तिम्रो हातमा परेको छ भने यसको अर्थ मैले केही समयका लागि तिमीबाट टाढा बस्ने निर्णय गरेकी छु। तिमीलाई दुःख दिन होइन, तिम्रो भविष्य सुरक्षित रहोस् भनेर। म तिमीलाई मनदेखि माया गर्छु, तर केही निर्णयहरू आफ्ना लागि होइन, आफ्ना प्रिय मानिसका लागि गर्नुपर्छ। कृपया मलाई खोज्ने प्रयास नगर। पत्र पढ्दै जाँदा आरवका आँखा रसाए। उसले विश्वास नै गर्न सकेन। आशा, तिमी यस्तो निर्णय किन गर्यौ? त्यही बेला पत्रभित्रबाट एउटा सानो फोटो तल खस्यो। त्यो उनीहरू पहिलो पटक एउटै छातामुनि हिँडेको दिनको फोटो थियो। फोटोको पछाडि आशाले एउटा वाक्य लेखेकी थिइन्, यदि हाम्रो प्रेम साँचो छ भने नियतिले हामीलाई फेरि भेटाउनेछ। आरवले फोटो छातीसँग टाँस्यो। त्यसै क्षण उसको मोबाइल बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। उसले तुरुन्त उठायो। उताबाट एउटी महिलाको आवाज आयो, आरव, यदि तिमी साँच्चै आशालाई माया गर्छौ भने अब ढिलो नगर। उनी आज राति काठमाडौँ छोड्दैछिन्। यो सुन्नासाथ आरवको मुटु एकछिन रोकिए जस्तो भयो। उसले 1 सेकेन्ड पनि ढिला नगरी दौडिन थाल्यो। तर के ऊ समयमै आशासम्म पुग्न सक्ला? वा यो उनीहरूको अन्तिम बिछोड हुनेछ? आरव 1 सेकेन्ड पनि नरोकी एयरपोर्टतर्फ दौडियो। बाटोभरि उसको मनमा एउटै प्रार्थना थियो, भगवान, एकपटक मात्र उनलाई भेट्न देऊ। एयरपोर्ट पुग्दा अन्तिम बोर्डिङको घोषणा भइरहेको थियो। वरिपरि भिड थियो, तर आरवको नजर एउटै अनुहार खोजिरहेको थियो। अचानक टाढा उभिएकी एउटी युवती बिस्तारै फर्किइन्। उनी आशा थिइन्। दुवैको नजर जुझ्ने बित्तिकै समय नै रोकिए जस्तो भयो। आशाको आँखाबाट आँसु बग्न थाल्यो। आरव बिस्तारै उनको अगाडि पुग्यो। किन केही नभनी जान खोज्यौ? आशाले काँपिरहेको स्वरमा भनिन्, मलाई लाग्यो म टाढा भएँ भने तिम्रो भविष्य अझ राम्रो हुनेछ। म तिम्रो सपनामा बाधा बन्न चाहन्नथे। आरव मुस्कुरायो। मेरो सबैभन्दा ठुलो सपना नै तिमी हौ। सफलता, पैसा र नाम फेरि कमाउन सकिन्छ, तर साँचो प्रेम बारम्बार भेटिँदैन। आशा भावुक भइन्। म डराएकी थिएँ। आरवले उनको हात समात्दै भन्यो, अब डराउने काम सकियो। अब हामी सँगै हिँड्नेछौँ। त्यही बेला आशाका बुबा पनि त्यहाँ आइपुग्नुभयो। उहाँ केही क्षण दुवैलाई हेरेर मौन बस्नुभयो। त्यसपछि शान्त स्वरमा भन्नुभयो, आरव, मैले तिमीलाई गलत बुझेको रहेछु। तिमीले आफ्नो जिम्मेवारी पनि पूरा गर्यौ र मेरी छोरीको सम्मान पनि गर्यौ। उहाँले आशातिर हेर्नुभयो। यदि यही तिम्रो खुसी हो भने
म स्वीकार गर्छु। आशाले दौडिएर आफ्ना बुबालाई अँगालो हालिन्। त्यो क्षण सबैको आँखामा खुसीको आँसु थियो। 1 वर्षपछि पहाडको काखमा रहेको एउटा सुन्दर रिसोर्टमा आरव र आशाको विवाह सम्पन्न भयो। परिवार, साथीभाइ र आफन्त सबै खुसी थिए। सूर्य अस्ताउँदै गर्दा दुवै हात समातेर पहाडतिर हेरिरहेका थिए। आशाले मुस्कुराउँदै भनिन्, हामी पहिलो पटक एउटै छातामुनि हिँडेको दिन सम्झिन्छौ। आरव हाँस्यो, त्यो दिन मैले प्रेम भेटेको थिएँ। आशाले उत्तर दिइन्, र मैले जीवनभरको साथी। दुवैले एक अर्कातिर मुस्कुराएर हेरे। हावाले फूलका पातहरू उडायो। सूर्य अस्तायो। तर उनीहरूको प्रेमको कथा भने नयाँ बिहानसँगै अझ सुन्दर हुँदै गयो। समाप्त। यदि यो प्रेम कथाले तपाईको मन छोयो भने कृपया यो भिडियोलाई एउटा लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै मौलिक नेपाली प्रेम कथा, रोमान्टिक कथा र भावनात्मक कथाहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईको एउटा लाइक र सब्स्क्राइबले यस्ता नयाँ कथाहरू ल्याउने हाम्रो हौसला अझ बढाउँछ। धन्यवाद।